गाडी ड्राइभर म कि ईश्वर दाइ साथीले पनि दिन्छ साथीले हो ए देश है केटाले देश ल बवाल हाम्रो केटाहरु केटा होइन ईश्वर सर खै अगाडि चाहिँ भएन है क्यामेरा जे पनि जोड्न अगाडि मिल्छ केटा यही जाउँ होइन सिधै जाउँ बरु टक्क लाएर वहाँबाट एक राउन्ड उता घुमेर आउँला अडै ल ईश्वर सर एकदम ल एकदम सही छ कस्तो भइरहेको रमाइलो भयो नि हैन एकदम ड्राइभरकै फोटो आएन यार गाडी रोकिदियो ए रोक्दो यार के भन्नु पालै भन्नु के हो र यतैबाट एउटा रन गरेर रमाइलो भइरहेको नि त यार ठाउँ फेरि ठाउँमा फेरि गर्नु पर्यो भने कि हाम्रो पछाडि पछि केटाहरूले गाड पनि हानिदिन्छ दामी दामी सकिन्न नि फेरि ओ साथीले सक्दैन नि फेरि सर एक राउन्ड हान्ने रुममा जाने सुत्ने हो होइन भात खानु पर्यो नि भात त खाने हो कहाँ गएर खाने हो पार्कमा गएर रोक्छु कि मैले ए के भन्नु जाउँला ए अगाडि पार्कमा ल है सबैले लाइक सब्सक्राइब है फर्स्ट टाइम गाडी रेन्टमा फेरि फेरि सक्दैन नि फेरि सक्दैन सक्छ त कसैले सक्दैन नि फेरि अलिक म्युजिक बजाउन आइएन त्यही हो अब होइन अब म्युजिक चाहिँ बजायो हुन्थ्यो नि यार अब आइएन अब भोलि चाहिँ डुङ फरे ल्याएर बजाएर मस्त त्यो अर्जित सिंहको रमाइलो हेरेको छु मैले ईश्वर सर हो अर्जित सिंहको नम्बर बढिया दामी यार केटाहरू यार ल खुसी लाग्यो यार आज केटाहरू त बोलायो है भेट्न पाइयो त्यतिकै हिँड भने हात तिमी लाग्ने मैले हो नि साथी हो र साथी रन गाउन जाउँ भनेर मात्रै जाने होइन मैले मोट्दै नै थिएँ नि त अब फेरि 5 जना हुन्छ फेरि 5 जनाले फेरि प्रब्लम बनाउने हो कि जस्तो नि लागेर फेरि मैले गाडी चढाउँ भनेको कि अब फेरि 5 जनामा फेरि दाइ पनि फेरि झ्या हुन्छ नि त अनि होइन मोटुले पनि फेरि हुइनेर फेरि यस्तो क्या उसको बुढीले पनि फोन गरेर त्यही भएर त्यो भएर चाहिँ म जान्न साथी भनेको क्या मोटुले चाहिँ त्यसैले मैले आफूलाई नभनेको दाइलाई पनि नभनेको किनभने फेरि अब दाइ दुइटैजना आइयो भने अलिक गाह्रो हुन्छ नि त थाहा हुन्न अब होइन अब फर्स्ट टाइम हो मेरो नि अब थाहा होइन 4 जनाको कि 5 जनाको गाडी होइन 5 जना नि हालेर हिँड्यो भए आबुधाबीसम्म होइन तर हुन त 5 जनाको भन्थे 5 जनाको सिट भन्थे त्यहाँ म मेसेज पनि गरेको छु पछाडि 3 अगाडि 2 भनेपछि 5 जनै भयो नि त टक्क भोलि 5 जनाको हेरेर 5 जना घुमिन्छ है है अबुधाबी दुबई ओके अबुधाबी दुबई एभ्रिथिङ युनाइटेड अरब इमिरेट्स ओके कसरी घुमिन्छ भनेर देखाइन्छ ओके कहाँ पुर्याइदिनु किलोमिटर हुन्छ नि कति किलोमिटरसम्म 700 किलोमिटर 2 दिनको दुबई पुगेर आइपुग्छ भन्थे क्या 2-3 चोटि त 2 चोटिसम्म दुबई यस्तो हो नि त फेरि एकचोटि गएर डाइरेक्ट आउने र होइन यहाँ चलाइ गर्ने धेरै फरक हुन्छ नि यहाँ ट्रनिङ भए गएर उस खाइदिन्छ जस्तो लाग्छ मलाई किलोमिटर जान्छ रनिङमा 16 मा लाग्यो होइन अलिक कति भइसक्यो 80 कटिसक्यो होइन 17-800 हो कि 17 कति हो मलाई पनि थाहा भएन यार फोटो हेर्नुपर्छ त्यहाँनिर अहिले हेरौँला केही छैन भ्याइयो भने अब पैसा एक दिन थपिदिने हो अझै एक दिनको थपिदिने अनि पैसा दिने हो बस केही छैन घुमाउँ उता अगाडि रोड देखाउँ न मैले कस्तो पुगाउँछ भनेर यसो मलाई पनि देखाउनु पर्यो भइहाल्छ नि यार ड्राइभर दाइलाई जाउँ न मलाई हो नि ए बवाल लिएर आएको चढाएको भन्ने क्यामेराम्यान नभएर हो क्यामेराम्यान भनेर लिएर आएको ल यो भिडियो युट्युबमा जान्छ है अब है होइन धेरै रमाइलो भइरहेछ आज साथीहरूसँग होइन मस्त के भने लाइसेन्स झिक्ने दुबईमा आउने अनि काम त त्यस्तै हो भाडामा यसो गाडी ल्याउने घुम्ने केटाहरूसँग रमाइलो गर्ने इन्जोय टु लाइफ दुबई या बेबी या भाइले पनि दिन्छ फेरि ए पारा भाइ हाम्रो सानो भाइ एकदम ल अब हामी क्याम्पमा आइपुग्न लाग्यो अब चाहिँ
के छ खानासाना खाने हो कि खाना खाने हो अब खाना खाइन्छ खानासाना खानु ऊ रुममै छैन सोनु सोनु बाहिर कल गर न भाइ यार केटाहरू त ए चापालदाहरू झ्यापमा त केटाहरू त्यस्तै हो नि त फेरि यसमा हेर्ने दुबईमा नेपालीहरू कमै भेटिन्छ म फ्रेसमै एनी टाइम एनी टाइम ए कसैलाई गाडी चाहिएमा बायोमा नम्बर राखिदिन्छु मैले त्यही पनि भाडामा ल्याइ ओए यस्तो अफर कसैले दिन्छ ल एकैछिन तपाईँ खाना जानेहरू होइन एकैछिन त खाना खान जाने हो? अब खाना खानु गइन्छ होइन, यहाँ त नरोक्दा हुन्छ कि यहाँ होइन नै दिसो दाल चलाउने मैले हालिदिएँ त तपाईँलाई त्यति हो पार्किङ होइन राउन्ड हान्ने भन्नु नि केटा है guys। राउन्ड त हान्नु पर्यो गाडी चलाउनु पर्यो ल दुई शब्द जाओस् न त ल हामी मजाले घुमिरहेछौँ होइन अब भोलि गइन्छ सिधा दुबई नसुकु भन्यो त्यही छ अब रातिको हामी नाइट ड्युटी जाने मान्छे हो अहिले 12-1 बजीसम्म घुमे मिल्न नपुग्ने 12:30 भइसक्यो बोल न घच्यो त्यो अगाडि